छौपटी प्रथा भनेको महिनावारी भएको महिलाहरूलाई अपवित्र मान्दै 5 दिनदेखि 7 दिनसम्म घर बाहिर छौगोठमा लगेर बस्न लगाउनु हो। यो प्रथा नेपालको कर्णाली र सुदूरपश्चिममा विशेष गरी प्रचलित रहेको छ। यस्तो प्रथाले गर्दा महिलाहरूले धेरै समस्या भोग्नु परिरहेको हुन्छ। घरबाट टाढा छौगोठमा बस्दा महिलाहरू असुरक्षित हुन्छ। छौगोठमा बसेको महिलाहरूलाई सर्पले टोकेर मृत्यु भएको, बलात्कार भएको जस्तो घटनाहरू समाचारमा आइरहेको हुन्छ। त्यही जाडोको मौसममा छौगोठमा बस्ने महिलाहरू आगो बाली बस्दा आगो लाग्ने, जलेर मृत्यु हुने र निसासिएर मृत्यु हुने जस्तो घटनाहरू पनि रहेको छ। महिनावारी भएको समयमा महिलाहरूले सरसफाइमा बढी ध्यान दिनुपर्ने हुन्छ। तर छौगोठमा बसेको हुनाले सरसफाइमा राम्ररी ध्यान नदिँदा महिलाहरूको प्रजनन स्वास्थ्यमा पनि असर परिरहेको हुन्छ। यसको नकारात्मक परिणामलाई ध्यानमा राखी नेपालको कानुनले 2074 सालमा छौपटी प्रथालाई उन्मूलन गरेको छ। मुलुकी अपराध संहिता 2074 को दफा 168 को उपदफा 3 बमोजिम महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छौगोठमा राख्ने वा कुनै पनि त्यस्तो भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन भन्ने उल्लेख रहेको छ। सोही दफाको उपदफा 4 मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई 3 महिनासम्म कैद वा 3000 रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।